पैसा सिद्धिहाल्यो विदेश जाउँ भनेको टिकट काट्ने पैसा नि भएन फेरि घुमेर कमा पैसा सकिहाल्यो खाएर घुमेर अब आफन्तसित मागौँ न अरे मागी हेर दिन्छन् कि मागी दाइ विदेश जाने रे अलिअलि पैसा भयो कि टिकट त काट्नु पर्यो कसले कमाएर राख्नु दिएको छ र हामीलाई कहाँ पाउनु यहाँ पैसा छैन पैसा छैन लिएर दिउँला नि भोलि छैन 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 यहाँ पैसा कहाँ पाउनु हामीलाई कसले देखाएर छ ल बुढो अब आफन्तले नि पैसा पत्याउनु भएन दिएन म जुक्ति लाउँछु भोल्टी काग जिन्दाबादलाई ल बुढो ए लाले हजुर भोल्टी काग घर कुन यो दा यहाँ आइज चोरमा पर आइज 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 अर्को उताको पैसा दिएको छ है बिबिस हजार आइहाल्छ विकास ए बाख्रा खसी लिएर आएको किन्छस् नकिन्ने राको जस्तो छ हेर्दै ए पैसा छैन किन्दैनस् फ्रीमा दिए लिने न फ्रीमा त खाला तेरा बाउ काकी हजुर बाख्रा किन्यो लिएर राखी ठुल छ पैसा छैन किन किन्नु थियो र काकी मिलाएर दिन्छु अब मिलाएर त दिन्थ्यौ नि अब पैसा छैन पैसा नभए काकीले भाइ अनि कहाँ लान लाग्यो कहाँबाट ल्याएको बाख्रा आफ्नो कि आफ्नै किचोरे लिएर आएको होइन काकी कहाँ चोर्छ कस्तो बोले कस्तो बोले पैसा छैन म त्यतिकै दिन्छस् भने म यो बाख्रो लिन्छु नत्र त हुँदैन त्यतिकै त हुँदैन गाई जाँदस् तँलाई ए भोटी काकी ए बाख्रा किन्यो नि बाख्रा लिएर आएको बाख्रा आमा कहाँमा ल्यायो बाख्रा आफ्नो घरबाट विदेश जान पैसा भयो नि लिएर आएको फेरि आमा के होला मेरै हो मैले मेरो बाख्रा ल्याएको छ कविता हजुर झन्डै मारेको भन्ने काकीले चोरी काम राम्रो हुँदो रहेछ होस् बुढो बरु विदेशै जानु कमाउनु मेहनतको मात्रै हुँदो रहेछ चोरी काम राम्रो रहेछ काम समयमै हस् बुढो हस् विदेशै जानु बरु बुढो कमाउन